नमस्ते सबैजना, तपाईलाई स्वागत छ आदित्य एक्स 3D च्यानलमा। आज चाहिँ म तपाईहरुको बीच एमएस अफिसको चाहिँ एक्सेल, वर्ड र पावरपोइन्ट तीनटैको चाहिँ बिगिनर देखि लिएर एडभान्स लेभलसम्म तपाईले प्लेलिस्ट पाउनु हुनेछ। सबभन्दा पहिला चाहिँ तपाईले चाहिँ के बुझ्नु भनेपछि वर्डको चाहिँ बेग्लै प्लेलिस्ट हुन्छ, त्यसैगरी चाहिँ एक्सेलको बेग्लै र पावरपोइन्टको पनि बेग्लै तीनटै प्लेलिस्ट हुन्छ र तीनटैमा भिडियो सधैँ आउँदै गर्छ। जस्तै कुनै कुनै दिन अब वर्डमा आयो भने कुनै दिन एक्सेलमा आउँछ, तर तीनटैको भिडियो तपाईले टाइममा पाउनु हुनेछ। अब चाहिँ सबभन्दा पहिला यो प्लेलिस्ट भनेको यो चाहिँ वर्डको हो। यसमा तपाईले चाहिँ अब वर्डलाई खोल्ने तरिका धेरै हुन्छ। सबभन्दा पहिला चाहिँ यहाँ टाइप गरेर खोल्न सक्नुहुनेछ हैन। कतिमा चाहिँ यहाँ पनि वर्ड शो गर्छ हैन, र मेरोमा अहिले यहाँ शो गरिरहेको छैन, मेरो ल्यापटपमा यहाँ पनि शो गर्थ्यो। अब चाहिँ यहाँ म चाहिँ वर्ड टाइप गर्छु हैन। अब चाहिँ वर्ड आइसकेछ, यसलाई चाहिँ ओपन यहाँबाट गर्दा पनि हुन्छ र इन्टर प्रेस गर्दा पनि हुन्छ। अब वर्ड यहाँ खुल्छ। अब चाहिँ यो एकछिनको लागि म हटाइरहेको छु। एउटा प्रोसेस भयो। अर्को चाहिँ रन कमान्ड खोल्नु होला र यसमा तपाईले के टाइप गर्नुपर्छ, विन वर्ड इन्टर। तपाईले हेर्नुहुनेछ यसरी खुल्छ। अब चाहिँ अब स्टार्टिङबाट मैले भनेको थिएँ कि तपाईलाई सिकाउँछु हैन। अब सबभन्दा पहिला यहाँ होममा के हुन्छ भनेपछि यहाँ नयाँ डकुमेन्ट लिन सक्नुहुनेछ र पहिलादेखि बनाएको टेम्प्लेट्स पनि तपाई युज गर्न सक्नुहुनेछ। अनि त्यसपछि हाम्रो के आउँछ, न्यू भनेपछि यही ब्ल्याङ्क डकुमेन्ट नै हो हैन। ओपन भनेपछि अब चाहिँ तपाईले यदि कुनै डकुमेन्ट बनाउनु भएको छ हैन, त्यसलाई खोल्नु हुन्छ भनेपछि यहाँबाट ओपनबाट तपाईले खोल्न सक्नुहुनेछ। रिसेन्ट भनेको तपाईले भर्खरै बनाएको डकुमेन्टहरु यहाँ शो गर्छ। फेभरेट्समा जब फेभरेट्स त थाहा नै होला तपाईहरुलाई कि फेभरेट्समा के हुन्छ भनेपछि कुनै पनि डकुमेन्टलाई तपाईले फेभरेट गर्नुहुन्छ भनेपछि त्यो यहाँ शो गर्छ हैन। अब यहाँ हाम्रो एकछिनको लागि म चाहिँ यसलाई नै ओपन गर्छु, ठीक छ। यसलाई क्रिएटमा क्लिक गर्दा चाहिँ यो खुलिहाल्छ। हेर्नु खुलिसकेछ हैन। अब चाहिँ मलाई अहिले तपाईहरुले यो सिकाउनु छैन किनभने यो एडभान्स लेभलको कोर्स हो। यसलाई म क्लोज गरिरहेको छु डन सेभ गरेर, ठीक छ। फेरि म खोलिरहेको छु हैन। यहाँ मोर टेम्प्लेट्स पनि छ। यहाँ तपाईले धेरै टेम्प्लेट्स पनि यहाँ दिएको छ हैन, जुन तपाईलाई मन पर्छ पछि गएर तपाईले यो पनि युज गर्न सक्नुहुनेछ र आफूले पनि बनाउँदा हुन्छ। अब चाहिँ सबभन्दा पहिला अझै दुईटा यहाँ बाँकी छ। एकाउन्टमा के हुन्छ भनेपछि एकाउन्टमा तपाईले हेर्न सक्नुहुन्छ तपाईले कुन आइडीबाट खोल्नु भएको छ त्यो हैन। अप्सनमा चाहिँ धेरै कुरा हुन्छ। अप्सनमा चाहिँ पछि गएर यो सिक्नु होला। अहिले चाहिँ यसलाई जुन डिफल्टमा हुन्छ त्यसमै छोड्दिनु होला हैन। अब एकचोटी फेरि खोल्छु हैन। अब म चाहिँ यहाँबाट ब्ल्याङ्क डकुमेन्ट लिन्छु। अब यो चाहिँ एमएस वर्डको चाहिँ यो चाहिँ अब तपाईले चाहिँ हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ धेरै कुरा शो गर्छ। एटो सेभ छ हैन। एटो सेभ मैले एकछिनको लागि अहिले अफ गरेर राखेको छु। अनि यो चाहिँ अन गरेर पनि चलाउनु पर्छ किनभने यदि तपाईले लाइन कट्यो भने हैन, यो आउनु हुन्छ भनेपछि डकुमेन्ट त्यो उड्दैन, न त कन्ट्रोल एस गर्नुपर्छ। यो अफ किन अहिले मैले गरेछु त्यो पनि म एकछिनमै बताइदिन्छु हैन। यो फर्स्ट क्लास हुनुको कारणले गर्दा म चाहिँ आज भिडियो त्यति ठुलो गर्दिन र एक्सप्लेन चाहिँ बढी कुरा गर्दिन हैन। किनभने एक दिनमै धेरै कुरा सिकाउनु के हुन्छ भनेपछि माइन्ड भन्दा बाहिर जान्छ के, त्यो अलि हार्ड पनि लाग्न थाल्छ। र अब चाहिँ यहाँ हेर्नु, यो चाहिँ एटो सेभ हैन। त्यसपछि यहाँ सेभको अप्सन हैन। त्यसपछि यहाँ चाहिँ यो अहिले दुईटा अहिले चाहिँ के छ भनेपछि अहिले बन्द छ किनभने मैले चाहिँ कुनै कुरा गरेको छैन जसलाई ब्याक गर्न सकिन्छ कुनै त्यो पछि थाहा लागिहाल्छ। अहिले एकछिनको लागि यो स्किप गर्नु। यो चाहिँ मेरो के छ भनेपछि अहिले चाहिँ मैले डकुमेन्ट जुन बनाएको छु हैन, कुन डकुमेन्ट लेखेको छु अहिले मैले सेभ गरेको छैन भने डिफल्ट चाहिँ डकुमेन्ट 1 यो भनेपछि नाम हो हैन। यो चाहिँ सर्च भइहाल्यो। त्यसपछि यो चाहिँ यहाँ के छ भनेपछि यहाँ चाहिँ तपाईको आइडी शो गर्छ हैन। यो चाहिँ मिनिमाइज हो, यो चाहिँ म्याक्सिमाइज पनि भनिन्छ मान्छेले हैन। यसलाई लेफ्ट राइट जहाँ तपाईले मन हुन्छ त्यहाँ गर्न सक्नुहुनेछ, ठीक छ। र यो चाहिँ यसले चाहिँ के गर्नुपर्छ, योबाट त क्लोज नै हुन्छ। अब चाहिँ सबभन्दा पहिला हामीले यो जुन माथिको जुन छ हैन, यसलाई के भने हामीले यसलाई भने टाइटल बार, ठीक छ। अनि यसको तल जुन यहाँ फाइल, होम, इन्सर्ट, डिजाइन हैन, लेआउट हैन, रेफरेन्सेस, मेलिङ, रिभ्यू, भ्यू, हेल्प हैन, यसलाई हामी के भने
यसलाई हामी भन्ने मेनु बार र यो जुन चाहिँ होम इन्सर्ट योहरू के हो ट्याब्स हो हैन। यो जुन यहाँ यति जुन छ नि यो यति यो एटो सेभ हो। पहिला एटो सेभ हेराउ थिएन, अहिले अब चाहिँ नयाँ नयाँमा एटो सेभ पनि आएको छ हैन। त्यसपछि सेभ हैन, यो यति जुन छ यसरी हैन, यसलाई के भने हामी क्विक एक्सेस टुल बार। ठीक छ। अब चाहिँ हामीले सबभन्दा पहिला फाइलको बारेमा जान्नु। यसमा के छ होम हैन। होममा चाहिँ तपाईले एकछिन मैले भने थिएँ एकछिन अगाडि हैन, यहाँ चाहिँ नयाँ डकुमेन्ट लिन सक्नुहुनेछ। यहाँ टेम्प्लेट हुन्छ हैन, रिसेन्ट फेभरेट्स भइहाल्यो। न्यू भनेपछि नयाँ डकुमेन्ट नै हो हैन। म एकछिनको लागि न्यू हैन, यहाँ छ नि ब्ल्याङ्क डकुमेन्ट आयो, यहाँ मैले लिइसकेँ। यहाँ हेर्नु चेन्ज भयो नि डकुमेन्ट 2, यसलाई म क्लोज गरिरहेको छु। अब आउने ओपन। ओपनको लागि मैले चाहिँ अहिले कुनै बनाएकै छैन हैन। बनाएपछि यहाँ त्यो सो गर्छ हैन। त यहाँबाट दिस पीसीबाट यसरी तपाईले चाहिँ फाइल लोकेसन कहाँ छ हैन त्यहाँबाट पनि उठाउन सक्नुहुनेछ। अहिले मैले कुनै बनाएकै छैन। अब इन्फर्मेसनमा चाहिँ तपाईले चाहिँ जुन अहिले डकुमेन्ट बनाउनु भएको छ त्यसको साइज कति छ हैन, त्यसपछि पेज कतिवटा छ, वर्ड्स कतिवटा छ हैन, त्योहरू सो गर्छ। अनि त्यसपछि प्रोटेक्ट डकुमेन्ट हैन, तपाईले चाहिँ त्यसमा लक पनि लगाउन सक्नुहुन्छ। अहिले हामीले योहरू केही गर्नु पर्दैन। अब सेभ त तपाईलाई थाहा नै होला हैन। सेभबाट के हुन्छ भनेपछि डकुमेन्टलाई सेभ गर्ने। म चाहिँ एकछिनको लागि यहाँ डेस्कटपमै यसलाई चाहिँ म के लेख्छु नाम एमएस वर्ड क्लास 1 एन्टर हैन। अब यो सेभ हुन्छ। अब एटो सेभ आउँछ, म यसलाई अफ गर्छु एकछिनको लागि। त्यसपछि सेभ एज हैन। सेभ र सेभ एजमा फरक के छ? जस्तै मैले चाहिँ अब र्यान्डम टेक्स्ट लिएँ हैन, इक्वल्स टु RAND हैन। यो जुन चाहिँ नि स्मल ब्र्याकेट हैन, ओपन क्लोज हैन, यसलाई चाहिँ प्रेस गर्दा चाहिँ इन्टर गर्दा चाहिँ के हुन्छ भनेपछि तपाईलाई र्यान्डम टेक्स्ट दिन्छ। ठीक छ। अब यसलाई मैले सेभ गरेँ हैन भनेपछि यहाँ लास्टमा तपाई के हेर्नु भन्छ, यो जुन छ रिडिङ यहाँ हेर्नु यो। ठीक छ। अब तपाईलाई चाहिँ के छ भनेपछि यही फाइलले, यो फाइल कहाँ सेभ छ हाम्रो? यहाँ डेस्कटपमा सेभ छ। अब तपाईले सोच्नुहुन्छ कि ठीक छ म यो हटाउँछु अनि चाहिँ यो फाइललाई म अरु ठाउँमा पनि सेभ गर्छु हैन, नत्र मलाई यो पुरो फाइलको कपी नै अरु ठाउँमा के भन्छ सेभ गर्नु छ हैन। त्यसको लागि हामीले के गर्नुपर्छ? सेभ एज गर्नुपर्छ। अब चाहिँ एकछिनको लागि म यति डिलिटै गरिदिन्छु हैन। यसलाई अहिले चाहिँ मैले कन्ट्रोल एस गरे भनेपछि के हुन्छ भनेपछि यति यो जुन डेस्कटपमा फाइल छ डेस्कटपमा यहाँ पनि सेभ भइहाल्छ। तर मलाई के गर्नु छ, त्यहाँ पहिला जुन थियो त्यो नै रहोस्, तर अरु ठाउँमा चाहिँ यति मात्र रहोस्। यसको लागि म चाहिँ सेभ एजमा जान्छु हैन। अब एकछिनको लागि मैले डाउनलोड्समा गएर यसलाई 1 न्यू भनेर राखिदिन्छु नाम। अब यसलाई क्लोज गरिरहेको छु। अब हेर्नु यो जुन पहिला डकुमेन्ट थियो त्यसमा चाहिँ यहाँ हेर्नु यो पनि छ हैन। ठीक छ। मिनिमाइज गरिरहेको छु म। अब म डेस्कटपमा गएर अब चाहिँ म यहाँ डकुमेन्ट्समा यो डाउनलोड्समा जुन राखेको थिएँ यसमा हेर्नु छैन नि, यो हेर्नु यहाँ सेभसँग मात्र छ, यसमा चाहिँ रिडिङ पनि थियो हैन। अब चाहिँ म यसलाई चाहिँ बन्द गरिदिइरहेको छु। यो जुन छ न्यू भनेर क्लोज। सेभ र सेभ एजमा तपाईले हेर्नु भएको छ। यो चाहिँ पछि क्वेशनहरु टाइप गर्दा चाहिँ तपाईलाई धेरै हेल्प गर्छ। जस्तै कुनै क्लासको फर्मेट छ हैन, त्यसमै केही अरु जस्तो 1 को छ, अब 2 को बनाउनु छ भनेपछि 1 को एक ठाउँमा हुन्छ नि हुन्छ, अनि त्यसमा चाहिँ क्लास क्वेशन चेन्ज गर्दा अनि चाहिँ सेभ एज अप्सन युज गर्न सक्नुहुन्छ। पछि म सिकाइदिन्छु, अहिले चाहिँ तपाई त्यति कन्फ्युज नहुनु होला। त्यसपछि प्रिन्ट। अब मसँग अहिले यहाँ त प्रिन्टर एड छैन हैन। प्रिन्टमा के छ भनेपछि अब चाहिँ यसलाई प्रेस गर्दा चाहिँ प्रिन्टर कनेक्ट हुन्छ भने यो प्रिन्ट भइहाल्छ हैन। होल डकुमेन्ट भनेपछि जतिवटा पेज हुन्छ, जति कुरा छ सबै प्रिन्ट हुन्छ। प्रिन्ट सिलेक्सन चाहिँ प्रिन्ट अब जतिवटा तपाईले सिलेक्ट गर्नुपर्छ, जस्तै मलाई चाहिँ यति मात्र अहिले प्रिन्ट गर्नु छ यति। अब चाहिँ प्रिन्ट गर्ने बेलामा चाहिँ मैले चाहिँ यसले हेर्नु पुरै सो गरिरहेको छ, होल डकुमेन्ट भनेको पुरै सिलेक्टेड भनेपछि अब चाहिँ एकछिन करेन्ट पेज प्रिन्ट सिलेक्सन जस्ट यु सिलेक्टेड। मैले यसलाई चाहिँ सायद लाग्छ कि प्रिन्टर कनेक्ट नभएपछि यो अप्सनहरु अहिले काम गरिरहेको छैन। त्यस्तो छ भनेपछि म चाहिँ यसैलाई अर्को एउटा पेज लिइरहेको छु हैन। यसमा फेरि फाइल
इक्वल्स टु ठिक छ, म पनि हेरिहाल्छु यसले। ठिक छ, जस्ट स्पेस यो काम गरिरहेछ। अनि चाहिँ सिलेक्सन एकछिनको लागि म यति सिलेक्ट गर्छु अनि त्यसपछि सिलेक्टेड यो अप्सन किन सो गरिरहेछ सायद केही एरर होला। नत्र के हुन्छ भने तपाईलाई यदि यति मात्र मलाई के हुन्छ भने प्रिन्ट गर्नु छ भने यो सिलेक्सन युज गर्दा तपाईले जति सिलेक्ट गर्नुभएको छ त्यति मात्र प्रिन्ट हुन्छ। कस्टम प्रिन्टमा चाहिँ कतिवटा पेज जस्तै 1 नम्बर गर्नु छ मलाई हैन, त्यसपछि 3 नम्बर गर्नु छ, 2 नम्बरको पेज मलाई प्रिन्ट गर्नु छैन, त्यो पनि गर्न सक्नुहुनेछ। यदि प्रिन्टर छ भने तपाईले टेस्ट गर्नु होला। अहिले चाहिँ मेरोमा यो चाहिँ सिलेक्टेड जुन छ नि सिलेक्सन यो काम गरिरहेको छैन, अब के भयो थाहा भएन। तर म जहाँ काम गर्छु त्यहाँ चाहिँ मैले चाहिँ यसरी नै गर्छु। शेयरमा चाहिँ अब तपाईले चाहिँ मेलबाट शेयर गर्न सक्नुहुनेछ हैन। अब शेयरिङ प्राय गरेर मान्छेहरूले गर्छन् हैन। तपाईले जुन सजिलो लाग्छ त्यो गर्नु होला। एक्सपोर्ट हैन, अब एक्सपोर्टमा आउने हैन। एक्सपोर्टमा जस्तै तपाईले चाहिँ अब पीडीएफ फर्मेट तपाईले चाहियो हैन, त भनेपछि यहाँबाट पीडीएफ फर्मेट जस्तै मलाई चाहिँ यो पीडीएफ फर्मेटमा चाहियो। ठीक छ, अब चाहिँ अब मलाई भने चाहिँ सेभ गर्न कहाँ गर्ने, म डेस्कटपमै गरिहाल्छु। अब चाहिँ यहाँ हेर्नु पीडीएफ फर्मेटमा यहाँ आइसकेको छ। क्रोमबाट म खोलिरहेको छु, यहाँ चाहिँ पीडीएफ फर्मेटमा एक्सपोर्ट भइसकेको छ। ओके, अब कुन बाँकी रह्यो हाम्रो क्लोज। क्लोज भनेपछि यो डकुमेन्टलाई क्लोज गर्नु। क्लोज थिचेपछि अब यसलाई भने चाहिँ सेभ गर्छौ हैन कि होइन, म चाहिँ सेभै गर्छु। ठीक छ, अब यो सेभ भएपछि यो क्लोज हुन्छ। ठीक छ, यो डकुमेन्ट हाम्रो क्लोज भइसकेको छ। अब मैले रिसेन्ट र फेभरेट्स जुन भनिरहेको थिएँ, अब यहाँबाट मैले चाहिँ यो रिसेन्ट भनेको अहिले मैले यो न्यू भनेपछि बनाएको थिएँ नि एउटा, त्यो खोल्न सक्छु। यो सबभन्दा पहिला बनाएको थियो त्यो पनि छ हैन। जस्तै यो के हुन्छ भने न्यू बनाएको थियो, यो खोलिहाल्यो। ठीक छ, अब यो के भन्छ फेभरेट्समा मैले केही राखेको छैन। ओपन हैन, ओपन बाँकी रहेको थियो। अब ओपनलाई गर्न यहाँ डकुमेन्ट्स पनि सो गर्दैछ। तपाईले यदि कुनै फोल्डरमा राख्नुभएको छ, जस्तै मलाई चाहिँ के छ भनेपछि डेस्कटपबाट यो खोल्नु छ भनेपछि त्यो खुलिहाल्छ। हेर्नु थियो न, त्यसमा दुईटा पेज थियो हैन, खुलिहाल्यो। अब यो एकाउन्ट र अप्सन बनिहाल्यो। अब हामी चाहिँ आज भिडियो पनि धेरै ठुलो भइसकेको छ। क्लास 1 मै चाहिँ म जस्तै अब कपी पेस्ट यति मात्र आज म बताउँछु। त्यसपछि अझै चाहिँ अरू भिडियोमा, किनभने भिडियो धेरै ठुलो भइरहेछ। जस्तै यसलाई मैले चाहिँ कपी गर्नु छ भनेपछि यहाँबाट म कपी गरेँ। त्यसपछि मलाई जस्तै यहाँ पेस्ट गर्नु छ भनेपछि यहाँबाट मैले पेस्ट गर्छु, सिम्पल। ठीक छ, अब कट गर्नु छ जस्तै मलाई यहाँबाट यो हटाएर हैन कट गर्ने अनि यहाँ चाहिँ म पेस्ट गर्छु। पेस्टमा धेरै अप्सन हुन्छ हैन। यहाँ चाहिँ यो म चाहिँ आज भन्दिनँ, अरू भिडियोमा भन्छु हैन। यो फर्मेट पेन्टर जुन छ त्यसको बारेमा पनि अरू भिडियोमा भन्छु। आजको लागि यति नै, फेरि भेटौँला। तपाईलाई कस्तो भिडियो लाग्यो त्यो तपाईँ चाहिँ कमेन्ट्स गर्नु होला र प्लिज च्यानललाई लाइक र सब्स्क्राइब गर्नु होला।